ए रन्डीको छोरो राखेर कसले हेपेर आएको हो कि यति भन हैन तपाईले त्यसरी पेलेर आउनु भएको छ अनि मैले नि पेल्दै हो देखेन अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओपटे गरी देखेन त्यहाँ मैले पेलेको हो नानीको छोरा यहाँ के सच म बुताले हाले को त म बुताले हाले को त को खेल्छस् दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार के भनेको छैन दाइ यार तपाईँ थट दाइ यार त्यस्तो हेपे सरी दाइ यार सरी ल भयो सरी दाइ हाम्रो गल्ती भएछ सरी दाइ ल सरी दाइ यार सरी तिमीले त मलाई के सोचेर कसले हात भन्नु तिमीले सरी दाइ यार सरी दाइ सरी प्लिज सरी दाइ के सरी दाइ यार प्लिज दाइ चाबी दिनु न हो क्या दाइ ब्लकमा हालिसस् भने हाल्दिनु दाइ यार त म खोजी मार्दिनु हेलो नमस्ते सबैजनालाई है म चाहिँ अहिले रातिको लगभग 2 देख्न सक्नुहुन्छ है 2:40 गएको छ धन्दा 3 बज्न आयो भनौँ न होइन राति नै मैले चाहिँ भिडियो बनाएको अनि सोसियल मिडियातिर भिडियो चाहिँ एकदम डेन्जरै भाइरल भइरहेको रहेछ है मेरो यताउता अस्ति पिडाइ खायो होइन केसेस पऱ्यो यहाँ भयो यताउता गऱ्यो है अनि मैले भिडियोहरू चाहिँ खासै हेरेको थिएन क्या यो फेसबुक टिकटक हेर्न त हेरेको थिएँ तर अलिअलि हेरेको थिएँ अनि आइरहेको थियो मिडियातिर यताउता होइन टिकटकतिर हेर्नु त हल्का फुल्का हेरेको थिएँ तर त्यस्तो साह्रो मैले निहालेर चाहिँ हेरेको थिएन है अनि आज पो अहिले लगभग 3 गर्नु भइसक्यो होइन भिडियो यस्तो म लगभग 2 घन्टा 3 घन्टा भइसक्यो म सुतेकै छैन क्या म 8:30 बजीदेखि फोन हेरेको यतिकै हेरेको छु भिडियो त अति नरमाइलो खालको भएछ लास्टै अलिक बेजत टाइपको के हुन्छ नि होइन ठुल्ठुलो यो कान्तिपुर यताउता लास्टै नरमाइलो बिल्ला भएछ लास्टै नरमाइलो So good morning everyone, this is a new day with new vlog है तपाईँहरूले स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि आजको भ्लग सुरु हुँदैछ दामीवाला ठाउँबाट देख्न सक्नुहुन्छ अगाडि पुरै खाली छ खाली रे फेरि बाटो बवाल छ है यो बाटोमा चाहिँ भ्लग गर्ने पहिल्यैदेखि सोचिरहेको थिएँ धेरै अगाडिदेखि दामी लाग्छ कि अझ चाहिँ फाइनली टाइम मिल्यो यो बाटोमा आउने र अझ भ्लग चाहिँ के टपिकमा हुन्छ कुन टपिकमा हुन्छ कस्तो हुन्छ भनेर त तपाईँहरूले हाम्रो थम्बनेल टाइटल इन्ट्रो देखेर थाहा पाइसक्नुभयो होला यस्तो दामी बाटोमा यस्तो दामी ठाउँमा हिँड्दै यो कुरा गर्नु मन लाग्यो जुन कुरा अहिले सोसियल मिडियामा एकदमै भाइरल छ यो भिडियोको बारेमा चाहिँ मलाई भन्दा बढी चाहिँ तपाईँहरूलाई थाहा छ होला के यो भिडियो बनाउने चाहिँ मैले धेरै अस्तिदेखि नै सोचिरहेको थियो तर बोल्नु अब आफूलाई त्यति राम्रो बोल्नु आउँदैन नि त त्यति राम्रो बोल्नु नि आउँदैन र त्यति कन्फिडेन्ट पनि थिएन यो भिडियो बनाउँछु भनेर आफूले अप्ठ्यारो लागिरहेको थियो कि बनाउनु मन लागिरहेको थियो मनैदेखि तर बनाउनु सकिरहेको थिएन अब कति 4-5 दिनै भयो होला त्यो भिडियो आएको भाइरल भइसक्यो होइन अनि अझ चाहिँ होइन बनाउनै पर्छ जस्तो लाग्यो कि कसरी भयो त भन्नुपर्दा चाहिँ अघि बिहान ठ्याक्कै 4 बजे 3:30-4 बजेतिर होला म चाहिँ ठ्याक्कै 4 बजेतिर होला उठेको थियो अनि ठ्याक्कै टिकटक हेरिरहेको थियो टिकटकमा चाहिँ ठ्याक्कै आरजी राइडरको भिडियो आयो कि यस्तो त्यो भिडियो हेरेर यस्तो मन छुट्यो कि होइन कुरै नगरौँ है राति 3-3:30 भइसक्यो निद्रा लागिरहेको छैन नराम्रो लागिरहेछ भनेर त्यस्तो भिडियोहरू देखिसकेपछि चाहिँ मनले मानेन कि होइन भिडियो बनाउनै पर्छ भन्ने मनमा लाग्यो त्यही भएर बिहानै यसो बाटो पर्ने बेला यो बाटो हिँड्दै कुरा गरौँ भन्ने चाहिँ सोचेर भिडियो बनाउँदैछु साथीहरू त्यसै बोल्नु आउँदैन गल्ती बोलेमा माफ गरिदिनु होला पहिल्यै भन्छु यो बाटो कुन बाटो हो मलाई खासै राम्ररी थाहा त छैन
तर एकचोटि हिँडेको यो बाटो चाहिँ दामी लाग्यो कि एकचोटि हिँड्दा नि। अनि मोटो भ्लग पनि धेरै टाइम पछि गर्दैछु। अनि हाम्रो यो भाइरल भिडियो चाहिँ जुन भाइरल भिडियो हाम्रो आरजी राइडर र उहाँको साथीलाई चाहिँ कारवालाले हातपात गरेको थियो बाटोमा। यो भिडियो नहेरेको मान्छे नदेखेको मान्छे चाहिँ छैन होला खासै जस्तो लाग्छ। प्राय सबैले हेरिसक्नुभयो होला, बुझिसक्नुभयो होला यो बारेमा चाहिँ है। यो बारेमा खासै भिडियो बनाएर बस्नु आवश्यक त थिएन होला, तर होइन भिडियो त बनाउनु पर्छ। यो बारेमा भिडियो बनाएन भने अब हामीले नै यो बारेमा भिडियोहरू बनाएन भने यो कारवालालाई यति छोड्यो भने त अरूले नि सिक्ने भनेको यही हो नि त। अब सानो सानो साइकलवाला बाइकवालालाई त कुटेर हिँडे नि हुन्छ, बाटोमा जति सक्छ पेले नि हुन्छ भन्ने हुन्छ नि त। अब यो मान्छे एकजना कारवालाले छोड्यो भने चाहिँ त्यो सोच्छ कि मान्छेले होइन, सिक्ने भनेको केही हो कि। त्यही भएर यतिकै चाहिँ छोड्नु हुँदैन, कानुनी रूपमा सजाय चाहिँ दिनैपर्छ, कारबाही हुनैपर्छ होइन। हाम्रो जुन कुटाइ खाने राइडरहरू हुनुहुन्छ उहाँहरूले चाहिँ न्याय पाउनै पर्छ। हुनु त अब धेरै नै भइसक्यो, उहाँलाई पुलिस केस गरेको नि धेरै नै भइसक्यो, अझै पनि समाएको छैन भन्ने समाचारहरू देखिरहेको छु होइन। भिडियोहरूमा त्यही देखिरहेको छ, अझै धेरै भइसक्यो अझै समाउनु सकिरहेको छैन अरे। फरार सरे मान्छे भन्ने सुनिरहेको छ होइन। जसरी हुन्छ छिटोभन्दा छिटो समाएर कारबाही गर्नु पर्यो होइन। त्यस्तो मान्छेलाई चाहिँ सजाय चाहिँ एकदम हुनैपर्छ कि। यतिकै छोडिदियो, यतिकै सानोतिनो के भन्छ हल्का फुल्का माफी माग्ने यतिकै छोडिदियो भने त फेरि बिग्रिहाल्छ नि होइन। अरूले नि त्यही त सोच्ने हो नि। अब त्यो मान्छेलाई त्यतिकै छोड्यो भने अरूले नि जब यो गाडी यो बाइकवाला साइकलवालालाई त पेलेर हिँडे नि हुन्छ, केही हुन्न, केही गर्नु सक्दैन हुन्छ नि त। त्यही भएर सबैजनाले धेरैभन्दा धेरै सपोर्ट गर्नु पर्यो हाम्रो आरजी राइडरलाई। आरजी राइडरको चाहिँ भ्लगहरू मैले पहिल्यैदेखि हेरिरहेको हुन्थ्यो होइन। पहिल्यैदेखि देखिरहेको मान्छे हो, हेरिरहेको मान्छे हो। त्यही भएर भ्लग चाहिँ मैले अपलोड हुने बित्तिकै भ्लग त मैले हेरिसकेको थियो, भिडियो सबै हेरिसकेको थियो। अनि भिडियो बनाउनु मन लागिरहेको थियो, तर भिडियो बनाउनु कन्फिडेन्ट थिएन कि होइन। भिडियो अब यस्तो भिडियो कहिले बनाएको थिएन नि त अगाडि। त्यही भएर पनि बोल्ने खासै बोल्नु के बोल्ने कसरी बोल्ने थाहा थिएन। त्यही भएर चाहिँ भिडियो बनाएको थिएन मैले नि। अनि आज बिहान चाहिँ आरजी राइडरको टिकटक भिडियो देखेपछि चाहिँ लास्टै भयो कि भिडियो बनाउनै पर्छ जस्तो लाग्यो। त्यही भएर बनाउँदैछु। खासै बोल्नु आउँदैन, अब गल्ती बोलेमा होइन, नराम्रो बोलेमा माफी पाऊँ पहिल्यै भनिसकेँ मैले। सिक्दैछु, बिस्तारी बिस्तारी सिक्ने त हो नि होइन, सबै कुरा एकैचोटि त कहाँ हुन्छ र। अनि अरू भन्दा नि मेन भनेको हामीले सपोर्ट गर्नु पर्यो आरजी राइडरलाई। अनि आरजी राइडर र उहाँको साथीलाई चाहिँ म खासै टिकटकतिर देखिरहेको त हुन्थ्यो, अब खासै चिन्दिनँ। टिकटकतिर चाहिँ देखिरहेको हुन्थ्यो। आरजी राइडरलाई चाहिँ म पहिल्यैदेखि चिन्छु, भिडियोहरू हेरिरहेको हुन्छु। त्यही नै साथीहरू, न्याय पाउनु पर्यो बाइक राइडरहरूले। हामीले नै सपोर्ट गरेन भने कसले गर्छ र होइन। सबैजना मिलेर चाहिँ कारवालालाई चाहिँ अलिक छिटोभन्दा छिटो, हुनु त अब पुलिस केस गरेपछि पुलिसले समाइ नै हाल्छ बिस्तारी बिस्तारी, तर पनि छिटो समाउनु पर्यो। धेरै पो भइसक्यो त यार, अब यत्तिको दिन भइसक्यो अझै पनि समाउनु नसकेपछि त के हो। त्यो कुरा भनेको त अनि सानोतिनो कुरा त होइन त यो भनेको, सानोतिनो लिनु हुँदैन नि त यो कुरालाई त। बिच बाटोमा समाएको छ, हातपात गरेको छ, कार्य मान्छेलाई हानेको छ, अनि यत्तिकै सानोतिनो केस बनाएर छोड्ने कुरा त भएन नि त यस्तो कुरामा होइन। साथीहरू त्यही नै हो, यस्तो कुराहरू गर्नु खासै आउँदैन पनि। के बोल्यो
गल्ती बोलेमा माफ गरिदिनु होला, धेरैचोटि हुनिसक्यो। ओइ कुत्तेको आवाज बिचबाट म पुग्छ त यार। खासै बोल्नै आएन यार साथीहरू। के सोचिरहन्छ, कस्तो बोल्छु भन्ने के सोचिरहन्छ। क्यामेरा अन भइसकेपछि बोल्ने कन्फिडेन्टै आउँदैन त यार, के भएको हो कुन्नी। त्यही नै हो साथीहरू। सबैजनाले धेरैभन्दा धेरै त्यो नेगेटिभ कमेन्ट चाहिँ नगरौँ के यार साथीहरू। कतिजनाले चाहिँ हुन्छ नि नेगेटिभ कमेन्टहरू गरिरहेछ, पुरो भिडियो नहेरी पुरै कुरा नबुझी नेगेटिभ कमेन्टहरू गरिरहेछ। त्यस्तो काम चाहिँ नगरौँ यार साथीहरू। जब आफूलाई पर्छ त्यसपछि थाहा हुन्छ कि कस्तो हुन्छ भनेर होइन। दुईजना मिलेर एकजनालाई हान्नु सकेन भनेर कस्तो नराम्रो नराम्रो कमेन्टहरू नि गरिरहेको थियो कि नेगेटिभ कमेन्टहरू नि धेरै देखिरहेको थियो होइन। त्यस्तो कुराहरू चाहिँ त्यस्तो मान्छेलाई हान्नु मात्रै ठुलो कुरा होइन कि यार। कस्तो नबुझेको यार साथीहरू। हान्नु मात्रै ठुलो कुरा पनि त होइन नि। अब उहाँहरूले उहाँहरूले साएर बस्यो त्यही ठुलो कुरा हो कि। अब उहाँको गल्ती पनि छैन। अब हाम्रो गल्ती छैन भनेर हातपात गरेको भए, त्यहीँ जुत्नु थालेको भए त ठुलै केस हुन्थ्यो नि त त्यहाँ त होइन। उहाँहरूलाई नि गाह्रो हुन्थ्यो, बाइक राइडरहरूलाई नि एकदम गाह्रो हुन्छ नि त। दुईजनाले मिलेर हान्यो भने किन सक्दैन कि। जब एकजनालाई होइन हेलमेट फुकालेर हाल्नु थालेको भए, जब एकजनालाई दुईजनाले किन सक्दैन, हान्नु सक्थ्यो होइन। तर त्यहाँ कति चाहिएको छ त्यो भिडियोमा देखिसक्यो होइन। सानो पनि पर्छ कि हामीले कतिपय ठाउँमा होइन, सानो नै सिक्नुपर्छ। रिसलाई कन्ट्रोल गर्नु भनेको एकदम ठुलो कुरा हो क्या। त्यति साह्रो रिसलाई कन्ट्रोल गर्नु भनेको त एकदम ठुलो कुरा हो होइन। यतिको चाहिँ सक्नुपर्छ कन्ट्रोल गर्नु जस्तो लाग्छ। रिसले हो कि सबै कुरा बिगार्ने भनेको होइन। रिस रागले चाहिँ सबै ध्वस्त बनाउने काम मात्रै हो कि साथीहरू। त्यो अफिसमा आएर सबैले रिसाउने, चाल्चा हान्ने, त्यही माथि हानेको भए त अब उहाँहरूलाई नि गाह्रो भइहाल्थ्यो नि बाइक राइडरहरूलाई नै होइन। अब त त्यहाँ पुरै भिडियो छ, गल्ती उहाँहरूको एउटै छैन, अझ उल्टो उहाँहरूले कुटाइ खाएको छ भनेपछि त पुरै गल्ती एउटै 0% गल्ती छ नि त बाइकवालाहरूको होइन। अब उनीहरूलाई नि सजिलो भयो नि त। त्यहाँ अब हातपात गरेको भए, दुईजना मिलेर हानेको भए चाहिँ उहाँहरूलाई नि गाह्रै हुन्थ्यो बाइक राइडरहरूलाई नि। अब त्यहाँ पुरै भिडियो छ, गल्ती त्यही कारवालाको छ, बितेको नि कारवालाले नै छ भनेपछि त पुरै 100% गल्ती उसैको देख्यो। अब त्यही नै हो। अब कस्तो हुन्छ के हुन्छ भिडियोको अपडेटहरू आउँछ होला बिस्तारै बिस्तारै होइन। चाहिँ मैले चाहिँ हेर्नु पाएको छैन। अब हेर्नुपर्ने हुन्छ, टिकटकतिर अपडेटहरू हालिरहन्छ। आरजी राइडरले हाल्छ होला के हुँदैछ कसो हुँदैछ होइन, हेर्नुपर्छ आफूले। यो बेला चाहिँ उहाँलाई सपोर्टको खाँचो छ क्या यार। सबैजनाले नराम्रो भनेर डिमोटिभेट नगरौँ क्या यार। सबैजनाले यति बेला चाहिँ राम्रो कमेन्ट गर्नुपर्ने हुन्छ, राम्रो साथ सपोर्ट दिनुपर्ने हुन्छ। यो बेला कस्तो गाह्रो हुन्छ भनेको आफूलाई परेपछि मात्रै थाहा हुन्छ। ल साथीहरू त्यही नै हो। सबैजनाले भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु। सबैजनालाई कारवालाले चाहिँ कानुनी रूपमा सजाय पाउनै पर्छ, त्यतिकै छोड्नु हुँदैन है। सबैजनाले कमेन्टहरू राम्रो राम्रो गरौँ। आरजी राइडरको भ्लगहरूमा भिडियोहरूमा गएर त्यो मुख चढ्ने काम त्यो नभए होइन। हो न्याय पाउनु पर्यो राइडरहरूले है त। बाइक राइडरहरूले न्याय पाउनु पर्यो, त्यही नै हो।